सो गाइस यो चाहिँ काठमाडौँ झोरको नाइटको भ्यू हो हैन कस्तो छ गाइस नाइट भ्यू हैन त्यही हो गाइस नाइट भ्यू हो यसो फोटो हान्दिम न त्यो गाइस हैन नाइट भ्यू पनि खत्रै छ हैन सो गाइस अहिले चाहिँ हामी चाहिँ बौद्धेश्वरको झरनाको भर्याङ झरना लागिसकेको छौँ हैन त्यही हो गाइस आजको रमाइलो यही छ नि त यहाँ होटलहरु छ सो हजुरहरु खाना आउन सक्नुहुन्छ हैन त्यही गाइस उता चाहिँ लङ्का रिसोर्ट छ है उ त्यो लङ्का रिसोर्ट हो हैन यो चाहिँ काठमाडौँ झोर हैन झोरनिर पर्छ हैन त्यहाँ आउन सक्नुहुन्छ बौद्ध झरनादेखि अलि माथि रहेछ है रमाइलो हैन रातिको 8 बजे 8:30 बजेतिरको रमाइलो ठिकै छ आज चटपटे पसल है गाइस अनि अहिले चाहिँ हामी चाहिँ हेर्न सक्नुहुन्छ बौद्धेश्वरको झरनाको बौद्धेश्वर झरना मन्दिर तथा बौद्धेश्वर झरनाको भर्याङ झर्दैछौँ साथी पनि झरिसक्यो हैन म पनि झर्दैछु गाइस आँखा त देख्दैन त यस्तो हो राति पैदल यात्रा गर्दै बौद्धेश्वरबाट झर्दै गाइस हजुर हजुर तल झर्दै तल आइसक्यो चाहिँ भर्याङ झर्दै भर्याङ नि कति ठुलो छ गाइस यहाँदेखि माथि यताबाट जाऊँ यताबाट किन हैन तिनीहरु त उता माथि छ हौ आउ कति ओह्रालो छ गाइस बास घरमा आइसक्यो लास्ट गाह्रो छ भ्लग बनाउन नि गाइस पेटै दुखिसक्यो दौडिँदै हैन त्यही गाइस अहिले चाहिँ म अलि उता एकछिन अलि उता गइसकेपछि भेट्छु सो यो गाइस हामी चाहिँ अहिले चाहिँ स्कुलमा आइसक्यो है त्यही हो अघि न चाहिँ खै एउटा मान्छेले बोलाइरहेको थियो दाइ ग्याङ थियो 4-5 जना हैन हामीलाई कुट्नला हो कि जस्तो लागिरहेको थियो मलाई नि कि कुट्न कि मोबाइल लिनला होला जस्तो लागिरहेको थियो हामी चाहिँ 2 जना मात्र थियो त्यही भएर लाग्यो हैन गाइस त्यत्रो 20-21 वर्षको मान्छेले कहाँ हामी कुट्न सक्छ हैन हाम्रो स्कुल चाहिँ यही हो भोलिदेखि स्कुल सुरु हुँदैछ हैन यही हो गाइस हाम्रो स्कुलको बोर्ड हाम्रो हेड सर चाहिँ उयो हो हैन अनि यिनीहरु चाहिँ 8 क्लासको हो 8 क्लासको केटाहरु हो हैन यो चाहिँ 10 क्लासको ब्याचको हो गइसक्यो हैन अनि यो चाहिँ अरु यो नि 9-10 को त्यस्तै हो त्यही हो गाइस हाम्रो स्कुल हामी स्कुल हो हैन गाइस
चारजना तिन चारजना मान्छेले दोष हामीलाई यहाँ 4-5 जना मान्छेले लहाडिदिरह भने दोष पौसेरको भर्याङ झरिरहेको थियो नि त अनि त्यसपछि ओ भाइ यहाँ त भनिरहेको थियो अनि फेरि हामी त मुवाल सुवाल थियो कि होइन मुवाल सुवाल लुट्छ भनेर हामी त भाग्यो नेमा चाहिँ कुरिरहेको थियो म चाहिँ जमजम भनेर भाग्यो त्यस्तो मान्छेहरूले ट्याबेहरूले कहिले हामीसँग जाम भन्छ पछि याद हेरेर मलाई त हुँदैन अब घर आउनु आइसक्यो है कुकुरले लहाडेर बस भने अब चाहिँ हामी घर आउन सक्यो होइन गाइस अनि हान्छ नि भने होइन त्यस्तो पाएको होइन क्या हातै गरिसक्यो गाइस होइन अनि चाहिँ सिमाचौरको बाटोमा आइसक्यो अब ल अब भित्र गाई खान्छ घर गइसकेपछि खानासाना खाएर भिडियो सिडियो एडिट गरेर सुत्नु पर्ने हुन्छ होइन आजको लुक मलाई कता गाइस हामी चाहिँ घरमा नि आइसक्यो होइन ए गाइस हामी चाहिँ घरतिर आइसक्यो अब आइसक्यो है ल झर्दैछौँ खुट्टा सुट्टा धोएर जानुपर्छ है गाइस अहिले तपाईँलाई रुमहरू हेर्छु